नमस्ते सम्पूर्ण नेपाली दर्शक महानुभाव
समाजका अगुवाहरूले या शिक्षाविदहरूले यति मात्र गराउन सक्नुभयो। खास गरेर शिक्षक र प्रधानाध्यापक र स्कुलहरूलाई मात्र नियमन गर्न सक्नुभयो र त्यसलाई मात्र व्यवस्थित गर्न सक्नुभयो र एउटा लक्ष्य साथ काम गर्न सक्नुभयो भने समाज जस्तो चाहे त्यस्तो बन्छ भन्ने विश्वास हामी लिन्छौँ। र त्यसैले मलाई लाग्छ समाजमा एउटा विद्यालयको भूमिका चाहिँ अतुलनीय छ। किनभने एउटा विद्यार्थी कसैको पनि छोराछोरी बालबालिका हाम्रो सबैभन्दा बढी समय विद्यालयमा नै बिताउनुहुन्छ अक्सर 3-4 वर्षपछि। भनेपछि त्यो उत्पादनशील समयलाई अत्यन्तै राम्रो ढङ्गले एकदमै उहाँहरूलाई दिनुपर्ने सबै जीवन उपयोगी ज्ञान दिएर हामीले एउटा भोलिको दिनमा उहाँलाई एकदमै सक्षम एउटा नागरिकको रूपमा तयार गर्न सक्यौँ भने आज जुन हामीमा अभाव छ, हाम्रो देशमा समस्या छ, या खुसीको अभाव छ या फेरि समृद्धिको अभाव छ, त्यो सबै हटेर जान्छ र भोलिको दिनमा हामी एउटा सक्षम देश बन्न सक्छौँ भन्ने मलाई विश्वास लाग्छ। त्यस अर्थमा विद्यालयको भूमिका त सम्भवतः सबैभन्दा बढी छ कुनै पनि देश, कुनै पनि समाजको लागि। धन्यवाद सर मिठो प्रतिक्रियाको लागि। अब चाहिँ हामी सर विद्यालयकै प्रति प्रश्नहरू चाहिँ सोध्न गइरहेको र म प्रधान अध्यापकको हैसियतले शिक्षक छनौट गर्दाखेरि सबैभन्दा पहिले म चाहिँ उहाँहरूको मार्कसिट हेर्नुभन्दा पनि त्यसभन्दा अगाडि म उहाँहरूको स्वभाव, उहाँहरूको बालबालिका प्रतिको माया, उहाँहरूको संस्कार भनौँ न, उहाँहरूको समाजप्रतिको चेतना र त्यस लगत्तै उहाँहरूको क्षमता, शिक्षणप्रतिको क्षमता, शिक्षणमा बच्चाहरूलाई कति उहाँले चाहिँ ज्ञान दिन सक्नुहुन्छ, उहाँहरूमा क्षमता के छ भन्ने कुरा त्यसपछि मात्रै हेर्छु। र त्यसै हिसाबले हामीसँग हाराहारी 27 जना हामी यहाँनिर स्टाफ छौँ यस स्कुलमा। मैले प्रत्येक शिक्षक या शिक्षिका छनौट गर्दा या स्टाफ छनौट गर्दाखेरि यो चिजलाई केन्द्रमा राखेर खास गरेर उहाँहरूको बालबालिका र समाजप्रतिको दृष्टिकोण के छ र उहाँहरूमा क्षमता के छ भन्ने कुरालाई एक नम्बरमा प्रायोरिटी राखेको छौँ। र त्यसपछि गएर उहाँको क्वालिफिकेसन भन्नाले कुन लेभलमा पढाउनको लागि कुन क्वालिफिकेसन चाहिन्छ त्यो मिट गरिरहेछ कि छैन त्यो पनि हेर्छौँ। र खास गरेर अर्को राम्रो कुरा भन्दाखेरि हाम्रो विषय शिक्षकले नै सम्बन्धित विषयलाई पढाउनुहुन्छ। जस्तो विज्ञान पढेकोले विज्ञान पढाउनुहुन्छ या गणित या इङ्ग्लिस पढेकोले इङ्ग्लिस पढाउनुहुन्छ। हामी चाहिँ इङ्ग्लिस पढेकोले नेपाली या विज्ञान पढाउन दिने त्यस्तो केही पनि गर्दैनौँ। जो जहाँनिर हो त्यहाँनिर हामी ठिक शिक्षकहरूलाई लगाउँछौँ। र अन्य सुविधाको कुराहरू गर्नुपर्दाखेरि हामीहरू पढाइलाई एउटा जीवन उपयोगी बनाउन चाहन्छौँ र त्यसलाई किताब बाहिर या कक्षा कोठा बाहिर निकालेर त्यसलाई जीवनसँग मेल खाने गरी पढाउन खोजिरहेका छौँ। यो पनि स्कुलको विशेषता हो।
हामी चाहिँ खास गरेर अतिरिक्त क्रियाकलापहरूलाई पनि विशेष जोड दिन्छौँ। खेलकुद जस्तो कला विज्ञानका कुराहरू छन्, साहित्य सङ्गीतका कुराहरू छन्, यो चिजलाई पनि हामी महत्त्व साथ काम गरिरहेका छौँ। र मलाई फेरि लक्ष्मण दियाल र वात्सल्य विद्यानिकेतनलाई एउटा आरोप पनि छ कि लक्ष्मण सर भनेपछि क्रिकेट या खेलकुद या अतिरिक्त क्रियाकलापलाई बढी महत्त्व दिनुहुन्छ। तसर्थ यो स्कुल खेल्न या अतिरिक्त क्रियाकलाप गर्नको लागि ठिक छ, यहाँ चाहिँ त्यस्तो गर्नु छ भने त्यहाँ पठाउनुहोस्, पढ्ने हो या पढाउने हो भने चाहिँ अर्कोतिर लानुहोस् या हाम्रोतिर ल्याउनुहोस् भन्ने प्रचार दुर्प्रचार गरेको पनि सुनिन्छ। तर यही विद्यालय यदि काठमाडौँमा हुन्थ्यो या फेरि धनगढी जस्तो अलि शिक्षित अलि जागरुक अभिभावक भएको ठाउँमा हुन्थ्यो भने यहाँ चाहिँ यस्तो हल्ला नभएर यहाँनिर हल्ला के हुन्थ्यो भन्दाखेरि यो स्कुल त फिस चाहिँ पढाउने कुराको लागि मात्रै लिन्छ, त्यो पनि न्यून फिस छ धनगढी महेन्द्रनगर काठमाडौँको तुलनामा, या बेलौरीमै पनि त्यस्तो हाई छैन। र हल्ला कस्तो हुन्थ्यो यदि धनगढी काठमाडौँतिर स्कुल हुन्थ्यो भने फी यति कम फीमा पनि उहाँहरूले चाहिँ यति धेरै राम्रो शिक्षकहरू राखेर यति राम्रो शिक्षण गरेर पढाइको साथसाथै अतिरिक्त क्रियाकलापहरू र अतिरिक्त क्रियाकलापमा पनि उहाँहरूले तमाम खेलकुद लगायतका चिजहरूमा अतिरिक्त क्रियाकलापमा प्रमाणित रिजिल्लामा मात्रै होइन नेसनल लेभलमै या इन्टरनेसनल एरेनामै पनि हामीहरूले आफूलाई प्रमाणित गरेर देखाइसकेको छ। यस्तो खाले हल्ला हुन्थ्यो र हामीसँग भ्याइ नभ्याइ हुन्थ्यो र विद्यार्थीहरूको सङ्ख्या हुन त हामीले तमाम पटक विद्यार्थी यसै पटक पनि केही कक्षाहरूमा विद्यार्थी फिर्ता गर्नु पर्यो र पछिल्ला वर्षहरूमा पनि हामीले सुरुवातकै वर्षहरूमा पनि हामीले यहाँ ठाउँ नपुगेर फिर्ता पठायौँ। तर पनि जस्तो अभिभावकले बुझ्नुपर्ने अझ पनि 10-20-30% अभिभावकहरूले भ्रममा परेको म देख्छु के। तर त्यसो होइन, यसलाई चाहिँ अझ सकारात्मक रूपले लिनु जरुरी छ कि हामीले यति कम फीमा या यत्तिकै फीमा चाहिँ पढाइ यति राम्रो गरिदिएर शिक्षक यति राम्रो राखिदिएर पनि हामीले अतिरिक्त क्रियाकलापहरूमा यति धेरै उपलब्धिहरू या फेरि यो हासिल गरेका छौँ। जसरी सरले भने चाहिँ अतिरिक्त क्रियाकलापहरूमा चाहिँ अभिभावकहरूलाई म के ध्यान आकर्षण गराउन चाहन्छु भने विद्यार्थी जीवनमा पढाइले मात्र सीमित पुग्दैन। जबसम्म हामीले अतिरिक्त क्रियाकलापमा अगाडि बढ्न सक्दैनौँ तबसम्म हाम्रो जीवन एउटा अन्धकार जीवन बन्न पुगेको हुन्छ। अतिरिक्त क्रियाकलाप विद्यालयमा हुनु भनेको विद्यार्थी जीवनमा विद्यार्थीहरूले केही न केही गर्न सक्नु हो, उनीहरू आफ्नै खुट्टामा उभिने तयारी गर्नु हो, भविष्यको लागि केही न केही नयाँ सुरुवात गर्नु हो। त्यसरी अतिरिक्त क्रियाकलापलाई त्यति व्यङ्ग्यात्मक रूपमा यो विद्यालयका अलिकति नराम्रा पक्षहरूलाई बढी उखाल्दै तिनीहरूलाई फोकस गराउँदै आफ्नो विद्यार्थी आफ्नो अभिभावकले आफ्नो छोराछोरीप्रतिको भविष्य नसोचेर चाहिँ यदि तपाईँहरूले डिसिजन लिनुहुन्छ भने यो चाहिँ तपाईँहरूको लागि सरासर गलत हो। अतिरिक्त क्रियाकलापले मात्रै विद्यार्थी जीवनमा एउटा नयाँ पाटो सिक्न मिल्छ। विद्यार्थीहरूलाई चाहिँ नयाँ भविष्यको कल्पना र केही दक्ष विद्यार्थी उत्पादन गर्नु भनेको नै अतिरिक्त क्रियाकलापले हुन्छ। त्यसैले सर अतिरिक्त क्रियाकलापबाट उपलब्धिहरू के छन् त हाम्रो यस विद्यालयमा? एकदम धन्यवाद, राम्रो प्रश्न सोध्नुभयो। यो म आफै पनि भन्नुपर्ने थियो, अघि छुट्याएको थियो है। अतिरिक्त क्रियाकलापमा खास गरेर म एकदमै हाइलाइट गर्न चाहन्छु रमित भट्ट भन्ने हाम्रो त्यस 11 वर्षको उमेरमा 11 दिन लगाएर उहाँले पूर्वदेखि पश्चिमसम्म 1027 किलोमिटरको साइकल यात्रा उहाँले एउटा रेकर्ड कायम रेकर्ड कायम गर्नुभएको छ। नेपालको सबैभन्दा कान्छो साइकल यात्री हुनुहुन्छ उहाँ चाहिँ। 11 वर्षको उमेरमा 6मा पढ्दै गर्दा उहाँले चाहिँ नेपाल साइकल यात्रा गर्नुभएको थियो। त्यो नेपालको इतिहासमा कुनै पनि विद्यार्थीले कुनै पनि स्कुलको विद्यार्थीले गरेको एउटा रेकर्ड कायम गरेको थियो। हाम्रो सुरुवाती दिनमै एउटा उपलब्धि त्यो हासिल भएको थियो र त्यसपछि हामी विद्यार्थीहरूलाई हौसला दिँदै तमाम अन्य चिजमा पनि यस विद्यालयले उपलब्धि हासिल गरेको छ। भर्खरै इन्टरनेसनल लेभलमा इन्डो नेपाल कराते च्याम्पियनसिप भएको थियो बरेलीमा, त्यसमा पनि हाम्रो स्कुलबाट 3 जना सहभागी जानुभएको थियो बरेलीमा। भनेपछि त्यसमध्येमा निरज सुनाल र हिमानी जयसी, समीक्षा जयसी पनि भन्नुहुन्छ उहाँको फर्मल नाम, र उहाँले चाहिँ गोल्ड मेडल प्राप्त गर्नुभएको थियो। धन्यवाद सर आफ्नो मिठो प्रतिक्रियाको लागि। अबको टपिक चाहिँ सर एउटा विद्यालय हुनुको लागि चाहिँ एउटा महत्त्वपूर्ण भूमिका शिक्षकको नै रहन्छ भने जसरी यहाँले बताइसक्नु भएको छ। हामीसँग यस विद्यालयसँग शिक्षकहरू के कति रहनु भएको छ शिक्षकको बारेमा बताइसक्नु भयो। तर यसको बारेमा अलिकति थप प्रश्न जोड्दै सर म के भन्न चाहन्छु भने कस्ता शिक्षकहरू हामीसँग छन्, के दक्षतायुक्त कति उपलब्ध हासिल गरेका शिक्षकहरू चाहिँ हामीसँग छन्, केही जान्न? हामीसँग शिक्षकको कुरा गर्नुपर्दा
हामीसँग एकदम यङ एनर्जेटिक ट्यालेन्टेड र समाजलाई एकदमै माया गर्नुहुने शिक्षकहरू हुनुहुन्छ र बालबालिकालाई अत्यन्त माया गर्ने शिक्षकहरू हुनुहुन्छ। खास गरेर मैले भने क्वालिफिकेसन पनि महत्त्वपूर्ण छ, तर क्वालिफिकेसनको साथसाथै हामीले शिक्षक छनौट गर्दाखेरि उहाँहरूको आचरण, उहाँहरूको बच्चा र समाजप्रतिको दृष्टिकोण के छ त्यसलाई हामी चेक गर्छौँ, हेर्छौँ भनेका थियौँ। र यहाँले सोधेको प्रश्नमा पक्कै पनि क्वालिफिकेसनको कुरा पनि होला र उहाँहरूको अनुभवको कुरा पनि होला। म यस पाटोमा जान चाहन्छु। अब खास गरेर अनुभवको हिसाबले सम्भवतः हाम्रो स्कुलमा एभरेजमै प्रत्येक शिक्षकहरू 10 वर्षभन्दा माथि शिक्षणमा अनुभव गरिसक्नु भएको शिक्षक छ। यहाँसम्म कि 15-20 र मेरै कुरा गर्नु हुन्छ भनेपछि म 20 वर्षभन्दा बढी यसै शिक्षण पेसामा छु। यद्यपि म लगातार नहोला तर तमाम पटक मैले शिक्षणको अनुभव लिएको छु। 20 वर्षभन्दा पनि बढी समयदेखि मैले काम गरिरहेको छु हैन। भने जस्तै गरी मसँग अन्य शिक्षकहरू पनि लगभग मेरो अकाउन्टको टिचर हुनुहुन्छ जो चाहिँ हाराहारी 20 वर्षकै अनुभव उहाँले यहाँ शिक्षण गर्दै हुनुहुन्छ। यसै गरी सेरोफेरो अर्थात् सामाजिकको शिक्षक हुनुहुन्छ, उहाँ पनि हाराहारी 12-15 वर्ष उहाँले अनुभव गरिसक्नु भएको छ। यसै गरी साइन्स र म्याथ्सको शिक्षकहरू हुनुहुन्छ, उहाँ पनि हाराहारी 12-15 वर्षको अनुभव लिएर देश विदेशमा उहाँले चाहिँ अनुभव लिएको शिक्षकहरू हुनुहुन्छ। र भर्खरै आउनुभएको शिक्षक हुनुहुन्छ साइन्सको, उहाँले चाहिँ युएईमा एकदमै स्मार्ट स्कुलहरूमा पढाएको अनुभव र बुटवलमा उहाँले पढाएको अनुभव, एउटा उत्कृष्ट स्कुलहरूमा लिटल एन्जल्स स्कुलमा पढाएको अनुभव लिएर आउनुभएको छ। यसै गरी अन्य शिक्षकहरू, नेपाली शिक्षक हामीसँग हुनुहुन्छ, उहाँ पनि हाराहारी 15-20 वर्षकै शिक्षण अनुभव लिएर यहाँ आउनुभएको छ। नार्स जस्तो धनगढीको या सुदूरपश्चिमको या नेपालकै उत्कृष्ट कलेजमा पढाइसक्नु भएको शिक्षकले नेपाली शिक्षण गर्दै हुनुहुन्छ भने तलपट्टि पढाउनु हुने शिक्षकहरू मोन्टेसरी लगभग हाम्रो 8-10 जनाले हाम्रो तलपट्टि जुनियर केजी क्लासहरू 1 to 3 मा पढाउनुहुन्छ। उहाँहरू जम्मै चाहिँ मोन्टेसरी ट्रेनिङ लिएर आउनुभएको छ र 8-10 वर्ष अनुभव लिएको शिक्षकहरू हुनुहुन्छ। अक्सर नेपालमा के छ सोच भन्दाखेरि तलपट्टि पढाउने शिक्षक भनेको 10-12 पढेको या सामान्य ब्याचलर पढेको भए पनि हुन्छ भन्ने छ। तर हामीले त्यो कन्सेप्टलाई चिर्दै हामीले त्यहाँ पढाउने शिक्षकहरू पनि मास्टर्स गरेको शिक्षकहरू पनि राखेका छौँ। A1 नर्सरी एलकेजी युकेजीमा पढाउने शिक्षकहरू मास्टर्स गरेको पनि हुनुहुन्छ र ब्याचलर गरेको पनि हुनुहुन्छ र मोन्टेसरी ट्रेनिङ गरेर आफ्नो ट्रेनिङ सेन्टरमा एकदमै उत्कृष्ट नतिजा ल्याएर यहाँ चाहिँ शिक्षण गर्दै हुनुहुन्छ। यस्तो शिक्षकहरूको टिम पाउँदाखेरि म एकदम उत्साहित छु। यसै गरी मसँग हेल्थ पढाउने शिक्षकहरू या इङ्ग्लिस पढाउने शिक्षकहरू पनि एकदमै दक्ष र जुनियर क्लासमा साइन्स पढाउने या म्याथ्स पढाउने शिक्षकहरू लगायत जो शिक्षकहरू हुनुहुन्छ उहाँहरू एकदमै स्मार्ट 5देखि 10, 12, 15 वर्ष या त्योभन्दा नि माथिको अनुभवको हुनुहुन्छ। म चाहिँ मैले अब के भनौँ, आफै मेहनत गरेर यस्तो शिक्षक खोजेको हो या लक्कीली मसम्म यस्तो शिक्षक आउनुभयो मलाई धेरै जानकारी छैन, तर चाहिँ म लक्की छु जस्तो लाग्छ कि यस विषयमा कि मसँग एकदमै उत्कृष्ट शिक्षक छ र यो शिक्षककै बलबुतामा म यति धेरै बोल्न सकिरहेको छु। यत्रो आत्मविश्वास मेरो बुलन्द भएको छ र यस क्षेत्रमै र कञ्चनपुरमै र सुदूरपश्चिम र नेपालमै एउटा हामी छाप छोड्ने गरी एउटा काम गर्न कोसिस गरिरहेछौँ। यसको नतिजाहरू ढिलो चाँडो समाजमा आउनेछ, देशमा आउनेछ। यो सबै कुरा यो म शिक्षककै बलबुतामा म भनिरहेको छु। म लक्की छु, हामी लक्की छौँ र बेलौरी लक्की छौँ कि हाम्रो यो वात्सल्य विद्यानिकेतनमा यति राम्रो शिक्षक हामीले पाएका छौँ। हजुर, धन्यवाद सर। यस्तै विशेषताहरू, यस्तै खुबीहरू, यस्तै जोस यदि विद्यालयमा, यदि शिक्षकमा रह्यो भने हाम्रो देश पनि अब उत्कृष्ट सबै सामु परिचित हुने अथवा देश विदेशमै नाम कमाउने नेपाल अझै योभन्दा बढी शिक्षामा चाहिँ उत्कृष्ट रहनेछ भन्दै यो भिडियोमा चाहिँ तपाईँले सक्दो सेयर गरिदिनु होला। किनभने सेयर किन गर्नु होला, यस्तै विशेषताहरू हरेक विद्यालयमा, देशको हरेक कुना, हरेक काप्चाहरूमा विद्यालयसम्म पुगोस्, शिक्षकहरूसम्म पुगोस्, अभिभावकहरूसम्म पुगोस्। किनभने एउटा अभिभावकले आफ्नो छोराछोरीप्रतिको माया, आफ्नो छोराछोरीप्रतिको भविष्यको चासो नराख्ने हो भने हाम्रो कमी कमजोरीहरू, हाम्रा कमी कमजोरीहरू र हाम्रा विद्यार्थीका कमी कमजोरीहरू, विद्यालयका कमी कमजोरीहरू थाहा हुँदैन। त्यसैले यस्तै भिडियोहरू तपाईँहरूले देशका हरेक कुना कुनामा पुर्याउनु भयो भने केही न केही हदसम्म देशलाई सहयोग मिल्नेछ, विद्यार्थीहरूलाई सहयोग मिल्नेछ। आजका बालबालिका भोलिका देशका कर्णधार भने चाहिँ विद्यार्थी जीवनमा शिक्षाको एकदमै महत्त्वपूर्ण भूमिका तपाईँहरूले देखिसक्नु भएको छ।
त्यसै कारणले पनि यो भिडियोलाई सेयर गर्नु अत्यन्त जरुरी छ। अब चाहिँ हामी सर अन्तिम टपिकतिर जान गइरहेका छौँ। शिक्षालाई जीवनसँग जोड्नका लागि चाहिँ यस विद्यालयको भूमिका के रहेको छ सर? एकदमै सान्दर्भिक र एकदम राम्रो प्रश्न सोध्नुभयो, यसको लागि पुनः धन्यवाद दिन चाहन्छु। शिक्षाको सम्बन्ध जीवनसँग एकदमै बढी हुनुपर्छ र शिक्षाको लक्ष्य नै जीवनसँग सम्बन्धित ज्ञान दिनु नै हो जस्तो लाग्छ। तर पछिल्लो समयमा हामी के देखिरहेछौँ भन्दाखेरि हाम्रा अभिभावकहरू या स्कुलहरू या शिक्षकहरू या समाजले पनि मार्कसिटलाई या ग्रेडसिटलाई धेरै महत्त्व दिएको देखिन्छ र यसले गर्दा समस्या के छ भन्दाखेरि विद्यार्थीहरूको चाहिँ ग्रेडसिटमा या मार्कसिटमा एकदमै राम्रो अङ्क आएको, फर्स्ट डिभिजन भएको या अहिले त भनौँ न ए प्लस होइन ग्रेडहरू होइन भनौँ न ग्रेड सिस्टममा 4 GPA को आसपास आएको या 3 भन्दा माथि ल्याएको, तर त्यसलाई चाहिँ जीवनसँग दाँतेर हेर्दाखेरि तालमेल नमिलेको पनि देखिन्छ। जस्तो उदाहरणको लागि एउटा विद्यार्थीले स्वास्थ्य भन्ने विषयमा A+ ल्याउनु भयो, तर उहाँ नै जङ्क फुड खानुहुन्छ या फेरि स्वस्थ हुनुहुन्न या बिमारीको बिमारी हुनुहुन्छ र पर्याप्त पानी पिउनुहुन्न, समयमा खाना खानुहुन्न, कुलत गर्नुहुन्छ भनेपछि यसको अर्थ के भयो त? भन्न खोजेको मैले कुरा के भन्दाखेरि स्वास्थ्य पढ्नुको अर्थ के हुन्छ भन्दाखेरि अङ्क ल्याउनु भन्दा पनि महत्त्वपूर्ण जीवनलाई स्वस्थ बनाउनु हुनुपर्ने हो। तसर्थ हामीले यो शिक्षालाई जीवनसँग जोड्नु अपरिहार्य छ र बच्चालाई विद्यार्थीलाई अङ्क पनि कुन आधारमा दिने भन्दाखेरि यदि उहाँले जङ्क फुड खानुहुन्न या कुलत गर्नुहुन्न या फेरि उहाँ स्वास्थ्य जीवनचर्या जिउनुहुन्छ भने उहाँको प्र्याक्टिकल तर्फको मार्क्स या अङ्क चाहिँ हामी यति दिन्छौँ भने हामीले चाहिँ यो स्कुलमा यो अप्नाइरहेछौँ र छिट्टै हामी अन्य कुराहरू यहाँलाई अन्य अर्को भिडियोमा पनि कुरा गरौँला कि हामी के गरिरहेछौँ। यो अहिले म फ्ल्यास गर्दिनँ। हामी यो प्र्याक्टिकललाई या प्र्याक्टिकल जो 25 मार्क्सको हुने गर्छ, यो प्र्याक्टिकललाई हामी जीवनसँग प्रत्यक्ष जोड्न चाहन्छौँ र खास गरेर मैले भन्न चाहेँ एउटा विद्यार्थीले सामाजिकमा A या A+ ल्याउनुहुन्छ या शिक्षक चाहिँ सामाजिक पढाउनुहुन्छ, तर न त त्यो A+ ल्याएको विद्यार्थीको समाजसँगको सम्बन्ध या समाजमा गर्ने क्रियाकलाप या सामाजिक सेवा जस्ता भावनाका कामहरूमा एकदमै दक्ष भएको देखिरहेको छ। A+ उतातिर अङ्कमा A+ छ, तर चाहिँ उसले समाजमा कुनै योगदान नगरेको या छेउमै पडोसीहरूसँग झगडा, साथीहरूसँग झगडा गरेको पनि देखिन्छ। A+ ल्याउने विद्यार्थी या फेरि शिक्षक स्वयंकै पनि सामाजिक पढाउनुहुन्छ तर समाजमा उहाँको सम्बन्ध राम्रो नभएको पनि देखिन्छ। सबैमा यो लागु नहोला, तर मैले 90% यस्तै देख्छु। भनेपछि यो अङ्क ल्याउनुको अर्थ के छ, यो ग्रेड ल्याउनुको अर्थ के छ? अब हामीले शिक्षामा के बताउनु पर्यो, बुझाउनु पर्यो भन्दाखेरि हामी सामाजिक पढाउँछौँ या पढ्छौँ या अङ्क ल्याउँछौँ भने हाम्रो व्यवहार पनि सामाजिक हुनु पर्यो। हाम्रो जीवनमा बढी महत्त्वपूर्ण कुरा त व्यवहार हो, हाम्रो सम्बन्ध हो होइन। एउटा अध्ययनले पनि देखाएको छ नि त, 80-90 वर्ष भएको एउटा अध्ययनले के देखाएको छ भन्दाखेरि संसारमा जीवनमा सबैभन्दा खुसी दिने कुरा मान्छेलाई सबैभन्दा ठुलो कुरा के रहेछ भन्दाखेरि पैसा, इज्जत, यो या त्यो भनेर हामी सोच्ने गर्छौँ जनरली, त्यसो नरहेछ, सम्बन्ध रहेछ। भनेपछि सम्बन्ध यति महत्त्वपूर्ण हो भने सम्बन्ध राम्रो बनाउनको लागि हाम्रा स्कुलहरूले या सामाजिक शिक्षाका शिक्षकहरूले या चाहिँ त्यो अङ्क ल्याउने विद्यार्थीहरूले यो कुरा त महसुस गर्नुपर्ने, बुझ्नुपर्ने हो नि त। जस्तो नैतिक शिक्षा पढाइ हुन्छ, त्यसमा अङ्क ल्याउनुहुन्छ विद्यार्थीहरूले, टन्न अङ्क ल्याउनुहुन्छ होइन, तर त्यो अनुसारको नैतिक आचरण नदेखिएको पनि हामी देख्छौँ तमाम पटक। भनेपछि यसको अर्थ केही पनि छैन। अर्थात् अब विज्ञान पढाउँछौँ या फेरि इङ्ग्लिस पढ्छौँ पढाउँछौँ, तर उसले खै त कुनै उपकरण बनाएको भनौँ न या फेरि एउटा इङ्ग्लिस पढाउने गर्नुहुन्छ भने खै त उसले कविता इङ्ग्लिसमा लेखेको या उपन्यास लेखेको या कथा इङ्ग्लिसमा लेखेको या कुनै त्यस्तो प्र्याक्टिकल जीवनसँग तालमेल खाने कुरा काम गरेको, यी चिजहरू चाहिँ स्कुलहरूमा नभइरहेको स्थिति छ। तर यो स्कुलमा हामी जरोदेखि काम गरेर एकै महिनामा एकै वर्षमा यसको असरहरू देखिनै छैन स्कुलले, तर यो स्कुलले यी चिजहरूमा काम गर्न खोजिरहेको छ। हामी पूर्ण रूपमा यो शिक्षालाई जीवनसँग जोड्ने प्रयास गर्छौँ। जस्तो हामी चाहिँ एउटा साइन्सको किताबमा 2-3 क्लासदेखि नै के पढाउँछौँ, सेफ्टी रुल्स, रोड सेफ्टी रुल भनेर पढाउँछौँ। बच्चालाई रोड कसरी काट्ने, क्रस गर्ने, यो किताब पढाउँछौँ र उहाँहरूले उत्तर पनि लेख्नुहुन्छ कि यो साइडमा हिँड्नुपर्छ अनि रोड सेफ्टी भनेको यो
अनि A+ ल्याउनुहुन्छ, A ल्याउनुहुन्छ। तर उहाँ चाहिँ रोड एक्सिडेन्टको शिकार भएको पनि हामी विद्यार्थीहरू देखिरहेको छौँ। हेर्नुहोस् न, हामीले के गर्यौँ भन्दाखेरि विद्यार्थीहरूलाई सडकमै लग्यौँ, मुख्य सडकमा लग्यौँ र यसरी बाटो काट्नुपर्छ बाबु नानीहरू, क्लास वाइज लग्यौँ र यसरी बाटो काट्नुपर्छ भनेर उहाँलाई प्र्याक्टिकली गरेर देखायो। र साइकल लग्यौँ, साइकल पनि यो साइडमा यसरी चलाउनुपर्छ र साथीभाइ रोडको छेउमा हिँड्दाखेरि पनि यो साइडमा यति किनारमा यसरी हिँड्नुपर्छ भनेर गऱ्यौँ, सिकायौँ। भने जस्तै गरी हिजै मात्र पनि हामीले जस्तो पेन्सिल हजुरहरूले देख्नुहुन्छ कति तिखो हुन्छ, सानो क्लासहरूमा त्यसले घटना दुर्घटना केही वर्ष अगाडि त बेलौरीमै पनि एकजनाको आँखामा हानिदिएर पेन्सिलले आँखै फुटेको स्थिति थियो। अनि केही समय अगाडि एउटा बच्चाको अपरेसन भएको थियो साइकल त्यो पेन्सिलले गर्दा, भनेपछि 1-8 लाख रुपियाँको खर्च भएको थियो। यी चिजहरू अझ पनि तमाम देशको कुना कक्षामा सुनिन्छ। त्यसैले हामीले हिजै मात्र पनि 3-4 कक्षासम्म नर्सरी एलकेजीदेखि सबैलाई हामीले पेन्सिललाई कसरी उपयोग गर्ने, पेन्सिलले के गर्ने के नगर्ने, कानमा हाल्ने कि नहाल्ने, या फेरि आँखामा मुखमा हाल्ने कि नहाल्ने, या फेरि कसरी त्यसलाई प्रयोग गर्ने, कहाँ राख्ने, कसरी समात्ने, माथिल्लो क्वालिटीमा राख्ने कि नराख्ने, यी सबै चिज हामीले सिकायौँ। भनेपछि यसरी नै जस्तो अहिले भर्खर यो गर्मीको मौसम चलिरहेछ, मच्छरहरूको साँपकिराको डरहरू छ, अनिवार्य राति हिँड्दा टर्चहरू लिएर हिँड्ने, या चट्याङको डर छ होइन, चट्याङ अब बर्सातको मौसममा यो चट्याङसँग कसरी बस्ने, यी सबै चिजहरू हामीले यो एसेम्ब्ली मार्फत हुन्छ या कुनै लेजर पिरियड या कुनै यो शुक्रबार पारेर हामीले यसरी हामीले सिकाइरहेका छौँ। हामी 10 कक्षा 12 कक्षासम्म यो स्कुलदेखि विद्यार्थी पास आउट हुन्जेलसम्म बच्चाको लागि चाहिने जीवन उपयोगी हरेक स्किलहरू, हरेक क्षमताहरू सानोदेखि ठुलो, यो सामान्य यसरी हेर्दाखेरि यो सामान्य जस्तो लाग्छ होला, तर यिनै चिजहरूले गर्दा ठुल्ठुला घटनाहरू घटेको देखिरहेछ। तसर्थ यो हामी सिकाउन चाहन्छौँ। र अर्को कुलतको समस्या धेरै ठुलो छ यस क्षेत्रमा, यस विषयमा पनि हामी विशेष प्रशिक्षण मोटिभेसन बच्चाहरूलाई गरिरहेका छौँ। यस विषयमा हामी छुट्टै क्लासहरू लिइरहेका छौँ र मोबाइलका दुरुपयोगका कुराहरू छन्, यस विषयमा पनि हामीले ट्रेनरहरू ल्याएर उहाँहरूलाई कसरी छुटाउने भन्ने कोसिस गरिरहेका छौँ। यी तमाम चिजहरू छन्, यही हो भन्छौँ। र यो स्कुलले अर्को कुरा के छ, यसको विशेषता अघि सोध्दै गर्दा छुटेको कुराहरू, जस्तो जुन यो जङ्गल जस्तो देखिने ठाउँ छ, यहाँ हामी कार्यक्रम गरिरहेछौँ। यहाँ हामी अतिरिक्त क्रियाकलाप गर्छौँ महिनाको अन्तिम दिन या शुक्रबारहरूमा। यो एकदमै राम्रो हाम्रो लागि एउटा वरदान छ यहाँनिर कि हामी मुफ्तमा यो ठाउँमा यो कार्यक्रम गर्न पाइरहेका छौँ, एकदम शीतल ठाउँमा। यो पनि एउटा यसको हो। भनेपछि महिनाको अन्तिम दिन यो स्कुलले विद्यार्थीलाई बिना झोला र बिना स्कुलको ड्रेसमा आउन अनुरोध गर्छ र त्यस दिन हामी बानी चुनी बच्चाहरूले ल्याउनुहुन्छ खानाहरू, एकअर्का जस्तो सहअस्तित्वको भावना, एकअर्का गिभ एन्ड टेक भनौँ कि केयरिङ एन्ड सेयरिङको भावना विकास होस् भनेर हामीले चाहिँ विद्यार्थीहरूलाई त्यस दिन सँगै बसेर खाने, नाचगान गर्ने, त्यति मात्र नभएर हामी एकाडेमिक काम पनि गर्छौँ। स्पिचहरू त्यस दिन बच्चाहरूले दिनुहुन्छ इङ्ग्लिसमा, नेपालीमा, र अन्य चाहिँ क्विजका कामहरू हुन्छन्। र सँगसँगै त्यसै दिन हाम्रो बच्चाहरूले चाहिँ तमाम अन्य चिजहरू पनि गर्नुहुन्छ। र हामीले स्कुलले बेस्ट के शिक्षकहरू को हुनुहुन्छ, शिक्षक को हुनुभयो, या बेस्ट कुन कुन विधामा के विद्यार्थीहरू हुनुभयो त्यो पनि पुरस्कृत गर्ने, हौसला बढाउने, यो सबै चिज पनि त्यो दिन हामी गर्छौँ। र त्यस दिनलाई हामीले एकदमै स्पेसल रूपले मनाउँछौँ। यो पनि स्कुलको अलि अरू स्कुलभन्दा फरक कुराहरू हो। र हाम्रो स्कुलले विभिन्न पटक विभिन्न संस्थाहरूमा भिजिट पनि गराउँछ। जस्तो आमाको माया भन्ने संस्था छ धनगढीमा, एउटा अनाथ बालबालिका या समस्यामा परेको बालबालिकालाई भनौँ न एउटा सहारा दिइरहेको एउटा संस्था छ। पोहोर साल हामीले हाम्रो विद्यार्थीलाई त्यहाँ भिजिट गरायौँ र हामीले के महसुस गराउन खोज्यौँ विद्यार्थीलाई भने, हेर्नुहोस् त भाइ बहिनीहरू साथीहरू यस्तो स्थितिमा पनि यति राम्रो पढाइ गर्दै हुनुहुन्छ, हजुरहरूसँग सबै चिज छ, आमा बाबा परिवार आर्थिक स्थिति सबै छ, तैपनि हजुरले मेहनत गर्नुहोस् भने सिकाउन पनि हाम्रो विद्यार्थीलाई त्यहाँ लग्यौँ। र सँगसँगै केही चामल केही दाल केही तेल हामीले लगेर त्यहाँ चाहिँ सहयोग गर्दाखेरि एउटा आत्मीयताको भावना पनि विकास भयो। भने जस्तै कहिले हामी मन्दिरको भ्रमण गर्छौँ, कहिले वृक्षरोपण गर्छौँ, सामाजिक सरसफाइका अभियानमा हामी बच्चालाई इन्भल्भ गर्छौँ। भनेपछि हामी समग्र रूपमा यहाँले सोधेकै प्रश्न अनुसार नै पढाइलाई हामी सोझै जीवनसँग जोड्न या समाजसँग जोड्न र हाम्रा खुसीहरूसँग जोड्न बारम्बार प्रयास गरिरहेका छौँ। यही हो। उत्तर निकै लामो भयो, तर मैले भन्नै पर्ने कुरा थियो, तसर्थ मैले भने उत्तर लामो भयो, त्यसको लागि सरी। धन्यवाद सर। यति राम्रो खुबी, यति राम्रा विशेषताहरू यदि तपाईँहरूको एउटा सानो गल्तीले मात्र तपाईँले केवल गर्नुपर्ने छ भिडियोलाई सेयर, हरेक परिवारसम्म शिक्षाको मामिलामा पछाडि परेको हाम्रो देश नेपाल, यदि तपाईँहरूको सानो सहयोगले भिडियोलाई सेयर गरेर यस्तै खुबीहरू हरेक शिक्षकहरूमा पुर्याउन सक्नुहुन्छ भने हाम्रो देश पनि शिक्षाको मामिलामा एकदमै उत्कृष्ट रहनेछ भन्दै आजको यो भिडियोमा यति नै भन्न चाहन्छु। किनभने भिडियो एकदमै लामो भइसकेको छ, त्यसको लागि सरी।
तर तपाईँहरूले यो भिडियोलाई हेरिदिनु भयो, अन्तिमसम्म माया देखाउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अब केवल एउटा काम गरिदिनु होला, भिडियोलाई एक लाइक र च्यानललाई सब्सक्राइब गरिदिनु होला, किनभने यस्तै थुप्रै भिडियोहरू हामी यसै युट्युब च्यानलमा अपलोड गर्दै गर्नेछौँ। तबसम्मको लागि आजको यो भिडियोबाट म कृष्ण भट्ट सर, लक्ष्मण दियाल, यो बेलोडीलाई माया गर्ने, नेपाललाई आफ्नो मुटु जस्तै माया गर्ने एउटा नागरिक हुँ म चाहिँ। यो भिडियोलाई सब्सक्राइब गर्नुहोला। मैले अघि पनि भने कृष्ण भट्ट जस्तो बाबुहरू, अहिले हामी तमाम यस बोर्डर क्षेत्रमा भएको विद्यार्थीहरू, युवाहरू भट्किरहेको पनि हामी देख्छौँ। उहाँहरू यति सृजनात्मक कामहरूमा लाग्नुभएको छ। यसरी चाहिँ समाजलाई कसरी एउटा सन्देश दिन सकिन्छ भनेर विभिन्न स्रोतहरूमा पुगेर यस्तो भिडियोहरू बनाउँदै हुनुहुन्छ। यहाँहरूले अन्य कारणले पनि यस भिडियोलाई सेयर गर्न सक्नुहुन्छ। तमाम स्कुलसँग सम्बन्धित कुराहरू र उपयोगी चिजहरू यसबाट मिल्न सक्छ भन्ने म विश्वास लिन चाहन्छु। यो मात्र नभएर यस्ता युवाहरूलाई हौसला दिनको लागि पनि यस भिडियोलाई तमाम अभिभावकसम्म या तमाम व्यक्तिहरूसम्म पुर्याइदिनु होला भन्ने अनुरोध गर्दै यस भिडियोलाई बनाउन यस स्कुललाई छानिदिनु भएकोमा कृष्ण भाइलाई धेरै धन्यवाद दिन चाहन्छु र यस युट्युब च्यानललाई धेरै धन्यवाद र शुभकामना दिन चाहन्छु मेरो व्यक्तिगत र स्कुल परिवारको तर्फबाट। धन्यवाद सर, धन्यवाद। तपाईँहरू सम्पूर्णलाई यो भिडियोलाई मन पराइदिनु भयो। अब चाहिँ हामी बिदा लिन चाहन्छौँ। हवस् त, धन्यवाद। जय नेपाल। ल अन्तिममा सम्पूर्ण दर्शकहरूलाई पनि शुभकामना सहित एकदमै धन्यवाद दिन चाहन्छु यो भिडियो हेरिदिनु भएकोमा र हाम्रो विचार सुनिदिनु भएकोमा। धन्यवाद। यहाँहरूको जीवन, सबैको जीवन एकदमै खुशहाल